हामीले चाहिँ पेशेन्टलाई चाहिँ कस्तो कन्डिसनमा चाहिँ सीपीआर गर्ने, सीपीआर भनेको के हो त्यो कुरा चाहिँ हामीले प्रोसिजर वाइज चाहिँ सिक्छौं है। यसमा चाहिँ जस्तै सीपीआर भनेको चाहिँ कार्डियक अनि पल्मोनरी रिसक्सिटेसन है। कार्डियक भनेको चाहिँ हार्ट, पल्मोनरी भनेको लङ्स हैन, अनि रिसक्सिटेट गर्ने भनेको त्यसलाई चाहिँ रिभाइभ गर्ने हैन। कार्डियक र हार्ट र लङ्सलाई चाहिँ रिभाइभ गर्नेलाई चाहिँ हामी सीपीआर भनेर भनिन्छ हैन। अब सीपीआर कस्तो कन्डिसनमा गर्ने भन्दा पेशेन्ट यदि अनरेस्पोन्सिभ भयो भने सीपीआर गर्ने, पेशेन्टको पल्स पनि छैन, रेस्पिरेसन पनि छैन भने चाहिँ फिल गर्न सकेन भने सीपीआर गर्ने। र तपाईहरुले चाहिँ कुनै पनि ठाउँमा चाहिँ पेशेन्ट तपाईले जस्तो होम केयरमा काम गरिराख्नु भएको छ अथवा चाहिँ एज केयरमा काम गरिराख्नु भएको छ, कतै काम गरिराख्नु भएको छ भने चाहिँ पेशेन्ट त्यहाँ केही कारणले गर्दा अनरेस्पोन्सिभ भयो भने चाहिँ सीपीआर गर्ने कन्डिसन यो हो भनेर थाहा पाउनु पर्यो तपाईले हैन। अब पेशेन्ट चाहिँ कहिलेकाहीँ चाहिँ के हुन्छ भने पेशेन्ट चाहिँ सुतिरहेको हुन्छ हैन, निदाइरहेको हुन्छ। त्यस्तो कन्डिसनमा एकदम डीप स्लीपमा भएको बेलामा तपाईले बिस्तारै बोलाउँदाखेरि उले नसुन्न सक्छ। त्यस्तो बेलामा गएर फेरि हामीले अनरेस्पोन्सिभ भयो भनेर सीपीआर गर्ने चाहिँ होइन है। पहिला सुरु पेशेन्टलाई के गर्नु पर्यो, जस्तो यो पेशेन्ट चाहिँ हामीलाई लागिरहेछ कि यो पेशेन्ट चाहिँ अनरेस्पोन्सिभ छ हैन, म यहाँनिर काम गरिरहेको छु, यहाँनिर चाहिँ पेशेन्ट मैले अनरेस्पोन्सिभ देखेँ। अनरेस्पोन्सिभ देख्ने बित्तिकै चाहिँ मैले पहिला सुरु चाहिँ उहाँलाई चाहिँ बोलाउनु पर्यो हैन। उहाँको नाम चाहिँ जोन हो। जोन, हेलो जोन, हेलो जोन, हेलो जोन, हेलो, रेस्पोन्स गरेन पेशेन्टले हैन। त्यसपछि चाहिँ अलिकति आफू केयरफुल हुनु पर्यो, यो हटाउनु पर्यो, आफूलाई सजिलो गरेर गर्नु पर्यो हैन। त्यसपछि पेशेन्ट चाहिँ सेफ्टी छ कि छैन, पेशेन्ट सेफ्टी राम्रो प्लेसमा छ कि छैन। जस्तो चाहिँ यसको तल चाहिँ एयर म्याट्रेस राखेको छ भने चाहिँ हामीले सीपीआर गर्न मिल्दैन, किनभने एयर म्याट्रेस ठुलो हुन्छ, त्यसमा चाहिँ लचक जान्छ, सीपीआर गरेर काम छैन। त्यस्तो छ भने हामीले तुरुन्तै एयर म्याट्रेसलाई निकालिदिनु पर्ने हुन्छ हैन। छिटो गरेर एयर म्याट्रेसलाई निकालिदिनु पर्यो र उहाँको चाहिँ यो हेडलाई पनि अलि निकालेर सर्लक्क राखिदिनु पर्यो। त्यसपछि पेशेन्टलाई चाहिँ अब हेर्नु पर्यो सास फेरेको छ कि छैन हैन, हेर्नु पर्यो। त्यसपछि चाहिँ सुन्नुको यसरी पनि थाहा हुन्छ हैन, सास फेरेको छ कि छैन, सास फेरेको छैन। त्यसपछि हामीले पल्स हेर्नुपर्ने हुन्छ। पल्स हेर्दाखेरि अरू ठाउँबाट पनि हेर्न मिल्छ, रेडियल पनि हेर्न मिल्छ, यताउता अरू पनि हेर्न मिल्छ हैन। तर के भने यस्तो कन्डिसनमा चाहिँ हामीले अरू पल्स नहेर्ने हैन। ठ्याक्कै चाहिँ कहाँबाट थाहा हुन्छ भन्दाखेरि यो यहाँनिरको पल्स चाहिँ, यो पल्स हेर्दाखेरि चाहिँ हामीले के गर्ने भन्दाखेरि ठ्याक्क चाहिँ यो थ्रोटको चाहिँ हैन साइडमा, जस्तो हाम्रो यहाँनिर छ नि, यसको चाहिँ साइडमा चाहिँ फिल हुन्छ है। फिल गर्नुभयो, दुईतिर फिल हुन्छ। हामीले पल्स चेक गर्दाखेरि एकतिर चेक गर्ने हैन। यो पल्स चेक गर्नलाई हामीलाई कति टाइम लाग्नुपर्छ, म्याक्सिमम 5 देखि 10 सेकेन्ड मात्रै, सेकेन्ड मात्रै, मिनेट होइन है। 5 to 10 सेकेन्ड मात्रै लाउनु पर्ने हुन्छ। अब पेशेन्टलाई चाहिँ के गर्ने, पल्स पनि छैन तपाईको, रेस्पिरेसन पनि छैन, त्यसपछि स्टार्ट सीपीआर गर्नुपर्ने छ हैन। त्यस बेलामा तपाईले के गर्नु पर्यो भने तपाई कोही पनि छैन यहाँनिर, तपाई एक्लै हुनुहुन्छ भने हेल्प माग्नु पर्यो। हेल्प माग्नलाई पहिला भन्नु पर्यो साथीलाई, कोही तपाई एज केयर सेन्टरमा काम गर्नु भएको छ भने अरू पनि स्टाफ हुन्छ नि त हैन। ल कुनै चाहिँ रिता भन्ने छ स्टाफ कुनै छ भने चाहिँ रिता प्लिज कम फर हेल्प हैन, यहाँनिर छिटो आऊ, यहाँ हेल्प गर्नु पर्यो, छिटो आऊ। के अरे पेशेन्ट इज अनकन्सियस इन द वार्ड, प्लिज एक्टिभेट कोड ब्लू हैन। कोड चाहिँ प्लिज एक्टिभेट कोड ब्लू भने उसले बुझ्छ, कोड ब्लू भनेपछि बुझ्छ र चाहिँ उसले चाहिँ कोड ब्लू चाहिँ कसलाई भन्नुपर्ने हुन्छ त्यो चाहिँ भनेर चाहिँ प्लिज कम फर हेल्प भनेर भनेपछि उ चाहिँ दौडेर आउँछ हैन। अब आइसकेपछि पेशेन्ट चाहिँ यति टाढा छ भने चाहिँ हामीले के गर्नु पर्यो, यहाँबाट सीपीआर दिँदाखेरि हुँदैन, हामी चाहिँ के बेडमाथि नै चढ्नु पर्यो पेशेन्टको हैन। यी पेशेन्ट चाहिँ भुइँमा छ, लडिरहेको छ भने हामीले भुइँमा नै सीपीआर दिने हो, हार्ड सर्फेस हुनु पर्यो, भुइँमा नै दिने हो र वरिपरिको सराउन्डिङहरु चाहिँ चोट लाग्ने खालको त्यस्तो खालको छ भने त्यसलाई हटाउनु पर्यो। पेशेन्टलाई पहिला सुपाइन पोजिसनमा यो पोजिसनमा राख्नु पर्यो। कहिलेकाहीँ पेशेन्ट घोप्टे पनि परिरहेको हुन सक्छ, साइड लाइन भएको हुन सक्छ, त्यो पोजिसनमा सीपीआर दिन मिल्दैन। सीपीआर दिने भनेको जहिले पनि पेशेन्टलाई यो पोजिसनमा राख्नु पर्यो हैन, सर्लक्क सिधा गरेर। त्यसपछि चाहिँ अलिकति हेडलाई टिल्ट गर्नु पर्यो, चिनलाई अलिकति लिफ्ट गर्नु पर्यो है, सो गर्नु पर्यो। त्यसपछि स्टार्ट सीपीआर हुनुपर्छ है। यो चाहिँ मैले भन्दाखेरि धेरै लामो टाइम लाग्यो, तर तपाईहरुले गर्दाखेरि क्विक गर्नुपर्ने हुन्छ है, अलिकति फास्ट नै गर्नुपर्ने हुन्छ। अनि प्यानिक नहुने, पेशेन्ट अनकन्सियस भयो भनेर प्यानिक हुने हैन। फेरि यहाँ आत्तिने, एकदम आफू नै आत्ति भने के हुन्छ, रेस्पिरेसन पनि बढ्ने भयो, पल्स पनि बढ्ने भयो, सीपीआर दिन सक्दैन नि त हैन, आत्तिनु भएन। र साथीलाई चाहिँ अलिकति बिस्तारै बोलाउने हैन, अलिकति इमर्जेन्सी सिचुएसन छ भन्ने किसिमले इन्फर्म गर्ने है। त्यसपछि स्टार्ट सीपीआर। अब साथी आउँछ, साथी आउने बेलासम्म पनि तपाईले सुरु गरिसक्नु पर्यो है, इन्फर्म गर्ने, सुरु गरिहाल्ने काम। त्यसपछि लेफ्ट ह्यान्ड कहाँनिर राख्ने भन्दाखेरि ठ्याक्क जिम स्टर्नम, यहाँबाट स्ट्रेट लाइन हुन्छ, यहाँनिर आउँछ, तपाईँ राइट पनि होइन लेफ्ट पनि होइन, ठ्याक्क बिचमा सेन्टरमा हैन। यो हिल अफ द पाम यहाँ राख्ने, माथि लेफ्ट ह्यान्डको माथि राइट ह्यान्ड राख्ने, त्यसपछि लक गर्ने, यसरी लक गर्ने। अनि यस्तो गरेर अब काउन्ट गर्ने, 30 कम्प्रेसन 2 ब्रेथ हैन, 2 ब्रिदिङ दिने, 30 कम्प्रेसन दिनु पर्यो हैन। अब 30 कम्प्रेसन दिँदाखेरि तपाईले कम्प्रेसन कसरी दिनु पर्यो, हातलाई एकदम स्ट्रेट राख्नु पर्यो यसरी, जस्तो मैले राखिरहेको छु नि अहिले हैन। तपाईको घुँडा टेकेको छ, पुरै फोर्स चाहिँ कहाँ गएको छ, यो बडी माथि गएको छ हैन, पेशेन्ट माथि गएको छ सबै। तपाईले चाहिँ यो सोल्जरले पुरै बडीले चाहिँ यहाँ प्रेसर गर्नु पर्यो हैन। अब यो गर्दाखेरि तपाईले 30 कम्प्रेसनमा 100 to 120 पर मिनेट, गुड, 100 to 120 पर मिनेट चाहिँ कम्प्रेसन दिनु पर्यो हैन। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 रेस्पिरेसन दिने दुईटा। तिमी रेस्पिरेसन देऊ यहाँ, दुईटा फास्ट फु गर्ने, फेरि दुईचोटी फु गर्ने है। अनि त्यसपछि फेरि 1 2
एकचोटि यसरी यसो गर्ने हेड टिल्ट हैन गर्ने त्यसपछि गर्ने यतातिर स्टार्ट सिपिआर है फेरि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 रेस्पिरेसन यस अब यस्तो गरेर हामीले चाहिँ 5 साइकल चाहिँ गर्नु पर्यो है सुरुमा पेशेन्टले चाहिँ त्यति बेलासम्म रेस्पिरेसन पनि पाइरहेछ सिपिआर पनि पाइरहेछ भने पेशेन्ट चाहिँ त्यतिखेर चाहिँ सास फेर्न खोजेको अथवा चाहिँ पल्स आएको हुन सक्छ 5 साइकल नगरिकन चाहिँ पहिला 5 साइकल गर्ने त्यसपछि चाहिँ पल्स चेक गर्ने यदि पल्स आइरहेछ भने चाहिँ त्यो टिम पनि आइसकेको हुन्छ अनि उहाँलाई चाहिँ अब आइसियुमा लैजाने के गर्ने भनेर टिमले डिभाइड गर्छ यता टर्न गर्ने तिमीले चाहिँ सिपिआर देऊ म चाहिँ रेस्पिरेसन दिन्छु अब क्विक टर्न गर्ने हैन अनि उले यता गर्छ उले चाहिँ यतातिर गर्छ को चाहिँ मुखबाट ब्लिडिङ भइरहेको छ कुनै ट्रमा केस हो त्यस्तो अब तपाईहरुलाई त्यस्तो चाहिँ नपर्ला हैन तर चाहिँ ट्रमा केस हो मुखबाट ब्लिडिङ भइरहेको छ एकदम अब कोरोनाको टाइममा कोरोना मुखबाट सर्ने डिजिज नै भयो हैन रेस्पिरेसनबाट सर्ने भयो त्यस्तो टाइममा सिक्रेसनहरु एकदम धेरै निस्किरहेको छ भने चाहिँ माउथ टु माउथ रेस्पिरेसन चाहिँ नदिने है तपाईको काम भनेको अर्को टिम नआउने बेलासम्म अर्को कुनै प्रोसेस नहुने बेलासम्म सीपीआर कन्टिन्यू कम्प्रेसन कन्टिन्यू 30 कम्प्रेसन टु रेस्पिरेसन कन्टिन्यू गर्ने क्लियर भयो 5 साइकल 30:2 100 to 120 पर मिनेट अनि त्यसपछि चाहिँ पल्स चाहिँ 5 साइकलमा चाहिँ पल्स चेक गर्ने पल्स जहिले पनि क्यारोटिड पल्स चेक गर्ने हैन 5 सेन्ट यो कम्प्रेसन गर्दाखेरि चाहिँ 5 सेन्टिमिटर तल जानुपर्छ अब 5 सेन्टिमिटर तल गयो कि गएन भनेर थाहा पाउनको लागि तपाईले अर्को साथीले हेर्दाखेरि पनि थाहा हुनु पर्यो यहाँनिर चाहिँ यो कुम चाहिँ छ नि यो तल गएको कुम चाहिँ अलिकति थाहा भइराछ कुम तल गएको यसरी गरेको भनेर हैन यो कुम हेरेर थाहा हुन्छ अर्को चाहिँ आफुलाई फिल हुन्छ के 5 सेन्टिमिटर चाहिँ तल दबिराछ भनेर हैन तपाईले चाहिँ बिरामीको रिप्स भाँचिन्छ अथवा चाहिँ यस्तो भनेर चाहिँ त्यसमा चाहिँ चिन्ता गर्नु भएन रिप्स त पछि पनि बनाउन मिल्छ पहिला चाहिँ बिरामीको ज्यान जोगाउनु पर्यो है त्यो कुराले सानो बच्चाको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सानो बच्चाको तपाईको 2 के रे 1 इयर भन्दा कमको बच्चा छ इन्फ्यान्ट भयो 1 इयर भन्दा कमकोलाई इन्फ्यान्ट भन्छ हैन अब त्यो 1 इयर भन्दा कमको बच्चालाई चाहिँ तपाईले के गर्नुपर्ने हुन्छ भन्दाखेरि 1 इयर भन्दा कमको बच्चालाई ठ्याक्कै यहाँ जीव स्टर्नम भयो यो सबै अरु प्रोसेस त्यही हो हैन यसरी पोजिसनमा सुताउने गर्ने अनि यहाँको पल्स चाहिँ लिनु हुँदैन है उसको चाहिँ फेरि उसको चाहिँ किन घाँटी छोटो हुन्छ घाँटी छोटो भएको हुनाले यो पल्स चाहिँ फिल गर्न गाह्रो हुन्छ त्यसकारण तपाईले चाहिँ ठ्याक्क यहाँनिरको पल्स चाहिँ यहाँनिर छ नि एल्बो हैन एल्बो भन्दा अलिकति यस्तो माथि भित्रपट्टि इनर साइडतिर तपाईहरु आफ्नो छाम्नु त ठ्याक्क यहाँनिर फिल हुन्छ पल्स बच्चाको चाहिँ यहाँनिर भनेको कि मैले यो यसको ठ्याक्क अलिकति साइडमा यहाँनिर बच्चाको चाहिँ इन्फ्यान्टको चाहिँ है त्यहाँ फिल गर्ने अनि त्यो फिल गर्दा उसको पल्स छैन बच्चाको चाहिँ यो फिल गर्दाखेरि चाहिँ हामीले यस्तोमा फिल गर्दाखेरि यहाँ पल्स छैन र रेस्पिरेसन पनि छैन भने स्टार्ट सीपीआर गर्दाखेरि 2 जना हुनुहुन्छ भने 15:2 गर्न पर्यो 2 जना भनेको 2 जना सीपीआर गर्ने मान्छे 2 जना छ भने 15:2 एक्लै छु मानम म एक्लै छु अथवा तपाई एक्लै हुनुहुन्छ यहाँ बच्चा कोल्याप्स भयो भने उलाई चाहिँ 30 कम्प्रेसन यो औंलाले है यसरी दुईटा औंलाले 1 2 3 4 5 6 7 8 9 10 किन भन्दाखेरि म भन्छु है पहिला 1 2 3 गर्छु ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 30 गर्ने अनि त्यसपछि रेस्पिरेसन दिने अथवा चाहिँ ब्याग एन्ड मास्क छ नि ब्याग एन्ड मास्क दिने भयो सेन्टरमा छ भने चाहिँ नत्र भने चाहिँ मुखले रेस्पिरेसन दिनु पर्यो हैन अब हामी 2 जना छौं भने चाहिँ यसरी गर्ने 2 जना छ भने चाहिँ हैन 1 2 3 यो बुढी औंलाले तित्ने के यसले चाहिँ है यसरी यहाँ समाउने यो त ठुलो मान्छे छ नि त बच्चाको त फरक हुन्छ अनि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 रेस्पिरेसन हैन 2 रेस्पिरेसन 2 ब्रीथ 15 into 15 2 अनि फेरि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 गरेर फेरि 2 ब्रेथ दिने एक्लै भएपछि 30 नै हो आफै एक्लै गर्दाखेरि चाहिँ यो 30 नै गर्ने 30:2 गर्ने हामी 2 जना छौं भने चाहिँ 15 र 2 जना छ भने 2 जनाको हातले गर्ने कि एक जनाको हातले जस्तो म छु नि मैले यहाँ गरिरा छु कृतिकाले चाहिँ यहाँनिर रेस्पिरेसन गरिराछ
बुझ्यो नि, क्लियर भयो बच्चाको। अनि त्यसपछि चाहिँ यदि चाहिँ ठुलो बच्चा छ 10 वर्षको 12 वर्षको त्यस्तो बच्चा छ भने त्यो बच्चालाई चाहिँ हामीले हिल अफ द पामले गर्छौँ एउटै हातले। अब हामीले ठुलो मान्छेको जस्तो पुरै शरीर चाहिँ त्यसमा लोड पुऱ्याइँदैन, हिल अफ द पामले चाहिँ यो माथि चढेर अनि ठ्याक्क यो स्ट्रेट नै गरेर ठ्याक्क गरेर त्यसपछि 30:2 सिङ्गल हान्दै यो हिलले चाहिँ 1 2 3 4 5 6 7 8 9 10 यसो गरेर 15 के अरे 30 सम्म है 30 यो पनि 30:2 ठुलो मान्छे। अब यसमा चाहिँ कुरा के आयो भने एकदम गुड क्वेसन है। डिएनआर कुनै पेसेन्टहरूलाई के सबैलाई चाहिँ कोल्याप्स भयो भनेर ठ्याक्कै सिपिआर गर्नु जाने होइन। तपाईँहरूले काम गर्दाखेरि तपाईँहरूको सेन्टरमा चाहिँ तपाईँहरूलाई थाहा हुन्छ कुन पेसेन्टको चाहिँ के छ अगाडिको होइन, यतै राखेर लेख्नु न, यहीँ राखेर हो त्यहाँ। अनि कुन पेसेन्टको के छ भन्ने कुरा थाहा हुन्छ नि त होइन। जस्तै चाहिँ यो पेसेन्ट चाहिँ डिएनआर डु नट रिसक्सिटेट भनेर चाहिँ पहिल्यै साइन गरेको हुन्छ उनीहरूको चाहिँ होइन। अब पहिले साइन गरेको हुन्छ, उनीहरूको डिजिज कन्डिसनले गर्दा हुन्छ, ओल्ड एजको कारणले गर्दा हुन्छ। अब मर्न लागेको मान्छेलाई फेरि सिपिआर गरेर किन बचाउने भनेर पनि हुनसक्छ होइन। अनि एन्ड स्टेज अफ लाइफ पनि हुनसक्छ, क्रोनिक डिजिजको कारणले पनि हुनसक्छ। यो विभिन्न कारणहरूले गर्दाखेरि पेसेन्टको चाहिँ डिएनआर लिएको हुन्छ होइन। अथवा चाहिँ पेसेन्टले पहिले नै आफूले चाहिँ आफ्नो चाहिँ डकुमेन्ट बनाएको हुन्छ होइन, वकिलसँग चाहिँ म चाहिँ यस्तो कन्डिसनमा पुगेँ भने चाहिँ मलाई चाहिँ रिसक्सिटेट नगर्नु, इन्टुबेट नगर्नु, मुखमा ट्युब हालेर चाहिँ ऊ नगर्नु, छाती नथिच्नु भनेर यो कुराहरू चाहिँ लेखेको हुन्छ क्या। अनि त्यो अनुसारले चाहिँ हामीले यदि उसको त्यस्तो डकुमेन्ट छ भने चाहिँ उसलाई चाहिँ रिसक्सिटेट गर्नु भएन। डिएनआर भन्यो भने चाहिँ यो पेसेन्ट इज अन डिएनआर भनेर भन्यो भने त्यसलाई चाहिँ सिपिआर गर्ने होइन है। अरू केही छ क्वेसन? बुझ्यो नि है। ल एकचोटि तपाईँले चाहिँ कसैले एकजनाले प्र्याक्टिस गर्नु, तिमी गर्छौ?